अहिलेको समयमा नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनको अनुमति माग गर्ने 100 भन्दा बढी कम्पनीहरू रहेका छन्। यी कम्पनीहरू मध्ये 34 कम्पनीहरू हाइड्रोपावर सेक्टरको मात्रै रहेका छन्। यी 34 कम्पनीहरू मध्ये आजको भिडियोमा हामीले आइपिओ निष्कासन गर्ने 17 हाइड्रोपावर कम्पनीको आइपिओ को बारेमा जानकारी दिनेछौँ। यसर्थ तपाईहरू पनि नयाँ कम्पनीहरूको आइपिओ को पर्खाइमा हुनुहुन्छ भने यो भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। यस्तै खाले आइपिओ या फ्युचर शेयर मार्केट सम्बन्धी सम्पूर्ण जानकारीहरू एकै ठाउँमा हेर्न र सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। फेसबुक पेज वा टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्न नभुल्नुहोला। अब भने ढिला नगर लागौ विषय वस्तुतर्फ नै। आइपिओ निष्कासन गर्ने पहिलो कम्पनी रहेको छ रिचर्ड जलविद्युत कम्पनी लिमिटेड। यस कम्पनीले 100 रुपियाँ अंकित मूल्यका दरले 16,89,50,000 रुपियाँ बराबरको 16,89,500 किता आइपिओ निष्कासन गर्दैछ, जसमा 1,68,950 जना लगानीकर्ताहरूले 10 किताको दरले शेयर हाट पार्न सफल हुनेछन् भने कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रणालीमा एनआइएमबीएस क्यापिटल लिमिटेड रहेको छ। दोस्रो कम्पनी रहेको छ हिम रिभर पावर कम्पनी लिमिटेड। यस कम्पनीले पनि 100 रुपियाँ अंकित मूल्यका दरले 39,62,50,000 रुपियाँ बराबरको 39,62,500 किता आइपिओ निष्कासन गर्दैछ, जसमा 3,96,250 जना लगानीकर्ताहरूले 10 किता शेयर पाउनेछन् भने कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रणालीमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। तेस्रो कम्पनी रहेको छ लोअर इर्खु हाइड्रोपावर कम्पनी लिमिटेड। यस कम्पनीले 28,05,75,000 रुपियाँ बराबरको 100 रुपियाँ अंकित मूल्यका दरले 28,05,750 किता आइपिओ निष्कासन गर्दैछ, जसमा 2,80,575 जना लगानीकर्ताहरूले 10 किताको दरले शेयर हाट पार्न सफल हुनेछन् भने यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रणालीमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। चौथो कम्पनी रहेको छ एपेक्स मकालो हाइड्रोपावर कम्पनी लिमिटेड। कम्पनीले 24 करोड रुपियाँ बराबरको 100 रुपियाँ अंकित मूल्यका दरले 24 लाख किता आइपिओ निष्कासन गर्दैछ, जसमा 2,40,000 जना भाग्यमानी लगानीकर्ताहरूले 10 किताको दरले शेयर हाट पार्न सफल हुनेछन् भने यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री पर्नको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ। पाँचौं कम्पनी रहेको छ गौरी शंकर पावर डेभलपमेन्ट कम्पनी लिमिटेड। यस कम्पनीले पनि 100 रुपियाँ अंकित मूल्यमै 24 करोड रुपियाँ बराबरको 24 लाख किता आइपिओ निष्कासन गर्दैछ, जसमा 2,40,000 जना भाग्यमानी लगानीकर्ताहरूले 10 किताको दरले शेयर हाट पार्न सफल हुनेछन् भने यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रणालीमा नबिल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। छैठौं कम्पनी रहेको छ स्युरी न्याडी पावर कम्पनी लिमिटेड। यस कम्पनीले पनि 100 रुपियाँ अंकित मूल्यका दरले 3,03,60,78,400 रुपियाँ बराबरको 3,03,60,784 किता आइपिओ निष्कासन गर्दैछ, जसमा 30,36,078 जना